म नम्बर नम्बर भने नम्बर भाडो भने के भने भाडो भने थाहा छैन क्या ल भन्छ कति सोच्यो भने के सोधे फर्स्ट राउन्डमा पनि नसोच्नु ल मासु मेरो पालि नै होइन नि मासु नेक्स्ट गेम मैले हेड भने अब यहाँनिर नैपछि यसको पालि नै अहिले अब शब्दको छेउछाउ नै भन्न पाउँदैन ल अलिकति स्ट्रङ हिन्दिम क्या उसले ग्रेभी भन्दै माइक समातेर बोला मलाई दिपक थापाजी खेला नहुने खेलापछि यस्तै हो नि त कानेको बाली हो पहिला राम्रो हिँडाउँछ तिमीहरूलाई तपाईँले राम्रो हिँड्यो जस्तो हेर्न पाउँछ नि के हो मिनिङ त अरे अब के मिनिङ हेर्नु होला यसको नि मिनिङ हेर्नु पर्छ ल मासु मेरो पालि नै होइन नि मासु लेडी गागा लेडी गागा म सिङ्गर भन्न लाग्यो मैले केटी भन्न लागेको थिएँ क्या मैले हिट त फेरि मिट दिइरहेन ल माई फेभरेट भने भाइ यसले मिलाई एक राउन्डको मार्न सक्थ्यो यसले माई फेभरेट भने भाइ एक राउन्ड होइन भने यहाँनिर तपाईँ जाने भनेको अहिले दाइलाई छोडेर तपाईँ म पर्दैन थियो तर हेरेर होइन हिन्दी मिट भनेर आइरहेन मैले माई फेभरेट भनेको त मासु माई यहाँ लेडी गागा त कस्तो होला यसलाई किन सिङ्गर भने के इन्डियन यसले शब्द थाहा थाल्यो मैले यसलाई भन्ने लगाइरहेको मैले के भने दाइले इङ्ग्लिसमा चाहिँ हिँड्दा चाहिँ नेपालीमा भनिदिनु रहेछ क्या अनि कम पढा आराम भन्यो अहिले मिठाई मासु ल ल ल ल दामी शब्द आयो दामी शब्द मासु मेरो पालि हो र भन तेरो पालि खोज्नु भन्ने ल ल के गर्छ यो के हो र यसले भने कानेको बाली कानेको बाली मेरो पालो कानेको बाली शब्द नजिकतिर भन्न पाउँदैन भने चाहिँ त्यस अलिकति घुमान मैले त भन्ने टाढा टाढा लैजाउँ न ल मेरो प्लेट ल प्लेट ल भन्छ कति सोच्यो भने के सोधे फर्स्ट राउन्डमा पनि नसोच्नु ल भोग्ने ल के गरेको थियो ए ल ल ल ल ल भयो भयो ल ल भयो ल ठिक हो यस्तो गरेपछि बोल्ने भन्ने मनिष भाइले अहिले टी मनिष भाइले के रे टी भनेर छु अब त भन्छ ल मनिष भाइले टी मनिष भाइले टी भाडो 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 भने के भने भाडो भने ए थाहा छैन क्या यसलाई थाहा छ अब म घुमाउँछु गल घुमाइन्छ यस्तो घुमाइन्छ नि ल त्यसै म प्रे ग्रे सर्प 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 ए सर्प भनेर सर्प सर्प तपाईँलाई भाडो भने जस्तो मैले तपाईँले भाडो भने कसम भन्नु पर्दा दुईचोटि नै त्यही सुने भन्थे के भन्छ कोक पपकर्न बर्गर
भयो त यसले मिलायो नि त मलाई थाहा भइसक्यो क्या अब सबै थाहा भइसक्यो अब इम्पोस्टरलाई सबै थाहा भयो क्या फर्स्ट वर्डले चाहिँ अब म फर्स्ट वर्डले डिसाइड गर्ने भने चाहिँ यहाँनिर छ होइन नभए चाहिँ मनी तैँले के भने ए पेट र मैले प्रे भने क्या मैले ग्रे भने यसले त पुरै यस्तै गरे हो अनि सुरुमै ल म तै होला ल, यो पनि यो रोजनै हो रोजनै हो म यो ट्री होइन शब्द ट्रे हो तिमीहरूले गर्दा नि प्लेट ग्रे भन्यो अनि मैले ट्रे मैले त प्लेट भने प्लेट भन्छ यसले यस्तो गर्ने साथै बुझाइ प्लेट र यस्तो गर्ने मैले कस्तो राम्रो लागिरहेको छ हेर्न यहाँनिर अनि यसले अब अनि यसले भनिदिइहाल्यो अनि म इम्पोस्टर पर्छ भन्नु म वरिपरि सबै भने ल वरिपरिको अनि भन्नु यसले 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 हल्का मिलाएको थियो भने मैले इम्पोस्टरको म इम्पोस्टर पर्छ कि भनेर मैले यस्तो भन्दै क्या नभए म क्लज नजिक जाँदै जाँदैन थिएँ नि से मलाई दिएर म त मिलाइरहेको तिमी नै हो नि तिमीले चाहिँ अरू चाहिँ हिँडेर भनिरहेको कि तिमीले थाहा भयो चिया सिया के भन्दा थियो यसले तैँले भने कि मैले बाबा भने यस्तो सर्भ गरेछ गरेको थिएँ यस्तो गरेछ त अनि ट्रेमा सर्भ गरेको थिएन अघि यहाँ वसिन मैले चिया भनिछु कि यसले अघि झन् के भन्ने यसले अनि म भन्नु परेन अनि यसले पनि दाइ धेरै मिलायो यसले खतरा मिलाइसकेको थियो नि अति भने मैले भने मैले यो गरेछ मलाई आइरहेको थाहा भयो सर्ट थाहा भइहाल्यो इम्पोस्टरलाई हिन्ट पहिला त्यो ओट दिन्छ नि त्यो भन्दा त हिन्टकै मिल्यो भने फर्स्टमा के भनेको तिमीले मैले मनिष भाइले टी भने तिमी सर्भ गरेर त ट्रेन एलएसको पालि है अहिले फर्स्टमा एलएसको पालि है यो पालि चाहिँ फर्स्ट भयो है टाढा गएको हिन्टै त्यस्तो आउँछ भने के गर्ने त नानी शब्द थाहा पनि उसले त अलिक टाढा टाढा भन्नु पर्यो के गर्छ त्यसले के गर्यो गरेर ल कसो पाइ एलएसको पालि फर्स्टमा अहिले छ एलएसको त यहाँ माइक त्यतातिर पनि हेर्न गयो क्या भाइ हेर्न यस्तो हेलो सब्स्क्राइब एन्ड फलो नाइस नाइस यो भाइले भनेको इच्छा पुरा गरिदिनुहोस् बिचरा युट्युबमा सब्स्क्राइब गरिदिनु लाइक गर्न नबिर्सिनु कमेन्ट गर्न नबिर्सिनु होला एकदम अब नजिक लानु होइन सिआरनेट क्लब फ्रिज के रे सिआरनेट क्लब फ्रिज के क्लब रे सिआरनेट क्लब सिएनए अहिले फ्रिज भन्दा चाहिँ फ्रिज भनेर चाहिँ नोट गर्नु होला के राख्छ के थाहा के राख्छ अचु होइन होइन ल ल ल ल फ्रिज भन्दा सेकेन्ड ह्यान्ड समाप्त गर्न थाहा हुन्छ अहिले गर्लफ्रेन्ड बोयफ्रेन्ड प्लेन ल प्राइभेट प्लेस सामान राख्ने रुम ल राजनीति पनि शब्द हो कि के हो त्रिपाली ल त्यस्तै शब्द भन्नु पर्यो जे पाइयो भन्नु जाने होइन तपाईँलाई आशा होइन क्या यसलाई हेरेर यहाँनिर यही साइको भइसक्यो सब्स्क्राइब क्यान्सिल फलो नि क्यान्सिल लाइक कमेन्ट त गर्दैन एउटा शब्द भन्नु पर्यो भन्नु न यस्तो गरेको डेट लिएर इन्ट्री गर्ने सर्टेन अमाउन्ट पे गर्यो भने सर्टेन टाइम युज गर्नु मिल्छ डेट लिएर स्टोरेज अनुमान लगाते के ल 3 2 1 गो के वर्ड होला भन्दा क्याबिनेट स्टोरेज त के मतलब सिआरनेट क्लब भन्दै होइन त ल यतिको ठिक छ नि अहिले त कति आयो मै प्लेन भनेर क्याबिन ल प्राइभेट प्लेस जे भाइले फर्स्ट स्टेजमा आयो भाइ नरुस हुन्छ क्या कहिले काहीँ यार सबलाई हुन्छ भाइ यस्तो नगर न हेर्नु न यहाँनिर हेर्नु ल स्टोरेज आयो भने के भन्नु नेपाली हिन्टै स्टोरेज हामीले तै सुरुमा भने यताबाट यता भने के नि भनेर सिया अनि के भन्ने ल म के एलओडी भन्ने भन्ने हो तिमीले बिचार त्यो त के भयो यसको पालि होइन अहिले रोजनको पालि पहिला अब हाम्रो फर्स्टेटेड भाइको पालि छ है फर्स्टमा है के भन्दो रहेछ उसले चाहिँ फर्स्टेटेड चाहिँ हेर्नुहोस् न बिचरा हल्का माया गरिदिनुहोस् बोल्दै गर्नु होला रोजन ल तिम्रै पालि हो भाइ म यो इम्पोस्टर भन्ने त्यो त खोला नाला वन जङ्गल दुईटा शब्द म नम्बर भने नम्बर भन छिरा
केही बोल्नु होला गाइस तेरो पालो ल छिटो तेरो पालो तैँले दिमाग घुमाउनु गयो क्या एउटा ऱ्याप गाउन चाहन्छु शेर आया शेर भन्नु त म यही हो एकछिन गेम खेल्दैछु अहिले आउँछु भाग 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 शेर आया शेर भाग 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 ल ल ल इम्पोस्टर यासे गर्नुकै छोडिदिनु किन कस्तो टाइगर चाहिँ यार अब इम्पोस्टरले हार मानेको छैन उता क्यामेरामा हेर्नु शब्द भन्यो क्या क्यामेरामा हेर्नु न दाइ शब्द भन्यो दाइ क्यामेरामा हेर्नु यिनीहरू त टाइगर शब्द भनिन्छ नि क्यामेरामा हेरेर लाउनु न ल ल ल ल म एनिमल ल एनिमल एनिमल ओ एनिमल मलाई अगाडि ल एनिमल 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 गुड बुझे 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 ल तेरो भन न बेङ्गल टाइगर तेरो बाली भनिरहेको भन्छ टाइगर भन्छ यो मैले बेङ्गल टाइगर भने नि टाइगर एउटै शब्द भन्नु रोजन सुरु गरे होइन ल एक राउन्ड हानौँ न भाइ रोजको सकौँ न ल जङ्गलमा पाउँछ अब तिमीहरूलाई थाहा छैन होइन अब यसको बारेमा तर म्याट भनेको छैन है गल्फ गल्फ तर यस्तो त के के कस्तो ट्रिक यसो सिधै फसाउनु भयो नि अब थाहा चाहिँ थाहा भएन र गल्फ क्या अब गल्फै अब हेरेर घुमाइदिनु पनि पर्यो नि बेला बेलामा के भन्ने इम्पोस्टरले के रन 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 भने दौडिने नि त मिल्यो अरे गड मिलिरहेको छ त ल सकाइदिउँ ल सकाइदिउँ ल दिएर एलोस बाइक दिएर भाग भइसक्यो धेरै भन्न एउटै शब्द धेरै भाग धेरै भन्न काठ ल ओके ल हाम्रो इम्पोस्टर 3 2 1 गो दिवक थापा ल के वर्ड भन त ल नहोइन भने के वर्ड भन त टाइगर वुड्स मैले 18 आइरहेको थियो के भन्यो 18 अब नम्बर भने के 18 भने अब त्यसले गोल्फ प्लेयर हो क्या त्यो 18 चोटि त्यस्तो जित्यो होला क्या गोल्फ प्लेयर टाइगर वुड टाइगर वुड्स गोल्फ प्लेयर हो क्या गल्फ भन्छ यिनीहरूले नबुझ्दा टाइगर वुड यसले बुझेको छैन होला तिमीले मैले नम्बर भन्दा चाहिँ प्लेयर हो क्या अब म चाहिँ हल्का धेरै ज्ञान छ यिनीहरूलाई अलिकति ज्ञान छैन त्यही भएर चाहिँ धेरै सबैबाट आउँछ क्या फेरि गाई चाहिँ म टाइगर वुड त गल्फ प्लेयर हो क्या क्यामेरामा सब्स्क्राइब गरिदिनु भन्नु अनि कसको पालि मेरो पालि होइन अब मैले सुरुमा के भने यसले शब्दै भन्छ ट्री काठसाट वन जङ्गल वन जङ्गल खोला नाला वन जङ्गल भने दाइ हजुर राम्रै भयो यो वर्ड त हुँदैन गाह्रो छ के आयो जे भने चल्छ नि दाइ यार एक राउन्ड हेरौँ न ट्राई गरौँ न गाह्रो हो भने गाह्रो न साह्रो एक राउन्ड ट्राई गरौँ न गाह्रो हो भने मलाई त अब ल यो पहिला आयो नि मेरो दादाको लागि कसको पालो छ आलिको पालो म त भनिदिन्छु विज्ञान साइन्स मनी ल त्यही भन्न लाग्थ्यो मैले फेमस पैसा फेमस फेमस $1 million ल यसले साइन्स भने होइन नोटिस गर्नु होला साइन्स भनेर रोजन नोटिस गर्नु होला साइन्स है साइन्स जिनियस यो दुईटा जिनियस मिल्यो कस्तो खतरा हो नि दाइ अब साइन्स र जिनियस बोर्ड अब तिमीले पढ्ने गर्छ रुक्न यहाँ साइन्स रे जिनियस रे अब त साइन्टिस्टै भनिन्छ साइन्टिस्टै भनिन्छ होला अब त साइन्स जिनियस साइन्टिस्ट
इम्पोस्टर भएर टाइम लाग्यो होइन राम्रो गएको दाइ त्यो ओडहरू धेरै मिनिङ थाहा होइन भएर दाइले भने होइन ठिक छ मैले तपाईँले भने बुझेँ त के भन्ने यताबाट पैसा भने यताबाट 1 मिलियन भन्दै अनि म राम्रो भन्छु के भने फ्री होस् थाहा भइसक्यो क्या इम्पोस्टर त हामीलाई त्यही नि शब्द यहाँ के भन्नुभयो क्या जे भने हुन्छ क्या दाइ थाहा भइसक्यो जे भने हुन्छ क्या हो? अर्कै खतरै भन्छु खतरा भन्छ भने नाम चाहिँ त्यही नभए त्यही जे हो त्यही नभन्दै त्यसमा रिलेटेड के भन्नै मिलेन ल निकनेम पायो त्यो नि पायो चकलेट फ्याक्ट्री योपालि हामी इम्पोस्टर पत्ता लगाउने छौँ ल सु भने ल राम्रै भयो इम्पोस्टर पत्ता लगाएको छ हामीले साइन्सलाई एकदम नोटिसमा ल्याउँछौँ ल ल अब सुन डान्सर क्या डान्सर डान्सर मिलेछ है ल ल एकचोटि घुमाउने हो एकचोटि घुमाउनु पर्यो एकचोटि पहिला के भन्नु साइन्स जिनियस अहिले त डान्सर पनि भइसकेको छ ला मङ्गेलालाई फेमस बनाउँ भनेको फेरि रोकेको छ साइन्स जिनियस डान्सर भनेर विवेक कट्के सुरुमा उहाँले साइन्स भन्नुभयो त्यसपछि जिनियस अहिले डान्सर अब बुझ्नु अब बुझिरहेको हामीले बुझिरहेको छ मैले एकदम बचिसक्यो यो मेरोबाट त अब हामीले त्यसले पत्ता लगाउँछ कि अर्कै शब्द भन्नु पऱ्यो क्या भनेर मैले साकेँ छु ए पक पक के हुन सक्ने म चाहिँ ऊ क्या बोनेट त्यही त के हुन सक्ने रहेछ के छ क्या त्यसकोमा हेर्न म त डोनेट हो चाहिँ अब के भन्नु भने पोखरी त अर्कै भने अर्कै अर्कै भन्ने त टाढाकै भन्यो क्या यहाँ लगाइसक्यो इम्पोस्टरले पत्ता लगाइसक्यो घरलाई सिङ्गल भनिदियो क्या सिङ्गल होइन पोखरी त म के भन्छु भने मैले एउटा शब्द भन्छु च्यालेन्ज च्यालेन्ज ल अब पत्ता लाग्यो नाम होइन नाम भन्यो टेन्सन भनेर वाटर 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 अर्को देख्दा घुमाइदियो अब फेरि हेरे अब फेरि हेरे होइन साइन्सलाई एकदम नोटिसमा राखेको छ हामीले साइन्स जिनियस डान्सर होइन अब अर्को सुन भनेर कन्टेन्ट डुबाएन अब तिमीहरूले बुझ्नु पर्यो कि के भन्न खोजिरहेछ भनेर मैले झन् कस्तो टाढा लागिरहेछ होला क्या टाढा लाग्यो होइन कि तपाईँले यहाँ साइन्स कसरी हुन्छ भने घुमाउने कि के हो घुमाउने नि अनि अब त नामै थाहा भयो ऊ भइसक्यो क्या वर्ड पत्ता लाग्यो अब हामी तर होइन मिस्टर आली तामाङले यस्तो नगर्नु अब हेर्न मैले कस्तो झन् तिमीहरूलाई त ल रोक केमै बुझाएको छैन मिस्टर आली तामाङको मिसेस छ कि छैन त हिन्टमा हेर्न अब मिसेस छ कि छैन दाइ ल भयो चुप लाग्यो ल डेन्जर डेन्जर भन्छ बुझिनस् बुझिस् कि बुझिनस् म भन्छु अब छैन अब म भन्छु के जानु पर्यो क्या शब्द अर्कै जानु पर्यो मनी फ्लो मनी फ्लो फरारी ल अर्को सानो है यो पनि बुझ्नेले ट्याकै बुझिहाल्छ होइन ट्याकै बुझिहाल्छ म इम्पोस्टर हो भनेर होइन सुन्नुहोस् यता सुन्नु हामीले साइन्सलाई सम्हालेको छ एकदमै साइन्स डान्सर जिनियस ल यता सुन्न आइसो स्पिड क्या डुबाएन त अब डुबेनस् डुबेर छैन कि अब डुबिसक्यो यहाँनिर ल अब हामीले इम्पोस्टर पत्ता लगाउँछ रेडी 1 2 3 तै हो न मिस्टर बिस्ट त्यही हो कि धेरै घुमे मैले के भने यहाँ कन ऊ भनेपछि थाहा भइसक्यो कि दाइले तपाईँले मैले कहाँ 1 मिलियन भने 1 मिलियन थाहा भयो कसरी थाहा भयो तपाईँलाई कानेले के भनेको थियो मनी
होइन अर्को के मनी फर्स्टमा मनी भने सेकेन्डमा अरू के भने मैले फेमस भने सेकेन्ड वर्ल्डले थाहा पायो क्या फेमस भने मैले हेलो भोटे दाइ मैले त कोही पनि भेट्दिनँ ओके आइगयो क्या त्यसमा छैन के ल मैले हेर्नु चार्ज चाहिँ सक्यो क्या बरु अर्को फोन चाहिँ हाल्नुपर्छ एउटा फोन चाहिँ हाल्नुपर्छ चार्ज हेर राख्नु पर्यो हेर्नु कस्तो होला हामीले हेर्छ के दाइ के भयो त अब बोल्ने बेला आफैले जे पाइदियो बोल्ने अहिले मलाई पनि हाल्ला भने हेर कट गाइड जान्छ है यो भाइको त्यो त जान्छ है अब आज चाहिँ फेरि हामीसँग नयाँ मेम्बर आइरहनु भएको छ हो यस्तो हुनु भयो थाहा त्यो नजिकको भन्न चाहिँ नजिकको त्यो नजिक रिलेटेड चाहिँ भन्नु भएन है गाइस त्यो चाहिँ अहिले टाढाकै दिनु पर्यो अब बुझिहाल्छ नि बिग मोड भन्ने हाल्न ए मिस्टर भोटे आइरहनु भएको छ है मिस्टर भोटे एकदमै ट्यालेन्टेड ज्या हुन्छ कतिजना भनेर त्यो फ्री अनि एउटा मात्रै इम्पोस्टर होइन के पिक मोड भयो भने चाहिँ सबै इम्पोस्टर हुन्छ क्या त्यो रमाइलो हुन्छ क्या ज्या भयो नि त फेरि अनि वर्ड के हुन्छ त्यो आफ्नो वर्ड भनिदिने अब भनिरहने दर्शकहरू हेर्नुहोस् त हाम्रो गेमलाई डाउनलोड गर्न अर्कै युट्युब च्यानलले पठाउँछ ल मिस्टर आलिक तामाङ तपाईँ ल अब योपालि चाहिँ भोटेले स्टार्ट गर्छ न्यू मेम्बरले इन्ट्री है ल मैले चाहिँ त्यो त चाहिहाल्यो नि। है परिचय जस्तो लाग्यो मिस्टर बिस्ट पर्दा पहिला साइन्टिस्ट जिनियस डान्सर यो नेक्स्ट गऱ्यो यार होइन के गर्ने next? यो वर्डमा दिपक तपाईको लास्ट पर्यो यार मैले मिलाउनु मिल्छ ठिक छ अर्को पालि गुगल हान्नु यो वर्ड नेक्स्ट गर्नुपर्छ यार साह्रो वडा हान्नु गुगल हान्नु पर्यो गुगल हान्नुपर्छ गुगल गर्ने कि न यो वर्ड त नेक्स्ट गर्नुपर्छ यार परेन यो वर्ड त नेक्स्ट गर्नुपर्छ यार कतिवटा इम्पोस्ट हो कसरी मिलाउँथ्यो पर्दैन नेक्स्ट गर्नु पर्दैन के छ नेक्स्ट गर्नुपर्छ कि पर्दैन यो यो उयो गर्ने हो खेल्ने हो यो जस्तो पर्यो त्यस्तै खेल्ने हो होइन उसको पाली भोटेको पाली ल गुगल हान्न पाए कि नपाए नपाइरहने भन्छ नि थाहा हुन्छ नि त को इम्पोस्टर हो होइन भनेर ल दाइ त त्यो नभन्नु मलाई ऱ्यान्डम भनिदिनु बुझिदिनु भाइ, म त जोतकै हान्दिनँ फिङ्गर कालो अक्षर भैँसी बराबर त्यसको पाली फ्ल्याट अँ ल बोर्ड 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 के बोर्ड बोर्ड मिला मिलाएको चाहिँ खुसिरहेछ अब यो आग्यो अब म भइसक्यो नि बुझ्नुभयो नि कसरी बुझ्यो तपाईँले छोड आँखा हेर्नु बुझियो होइन अब यिनीहरू गेम सुरु भन्दा आँट्ने अनि गेम सुरु भन्दा आँट्ने यिनीहरूको त्यो छ नि त त्यहाँनिर कस्तो कुरा सुन्नु न दिपक दाइले एउटा वर्ड भन्नु होइन प्लिज त्यो वर्ड चाहिँ नभन्नु रे के भन्ने थाहा छैन तपाईँले ल त्यही त छिटो गर यो कमेन्ट गर्नुहोस् यो भाइलाई अर्को राख्ने कि नराख्ने भिडियोमा है प्लिज है अलिक टाइम लाग्दो रहेछ अब जे पाए भनिदिनु हो दाइ त्यहाँ 10% भयो कि 5 मा 1 ल राम्रै हो बुझेँ जस्तो लाग्यो राम्रै हो 4 6 भने कि ल है 5 मा 1 के 5 वटामा एउटा यो चाहिँ हल्का टाढा पनि छ नजिक पनि छ बुझ्ने चाहिँ बुझिहाल्छ है जे कमरेड है मिला हो कति रन भोटिङ हो यो बुझ्नेलाई पनि खतरै हो होइन नबुझ्नेलाई पनि फेरि खतरै हो क्या ल है त के भनिदिनु पृथ्वी नारायण शाह कोही इम्पोस्टर हो पायो पायो डाइरेक्ट ल बस तेरो पाली हो क्या तेरो पाली हो क्या इम्पोस्टर अरे, त्यो त भन्नु मिल्दैन। त्यो भन्नु मिल्दैन अरू वर्ड डिफ्रेन्ट वर्ड क्या के भन्नु अब के भन्नु यसले त बोर्ड भने ल भन्छ म त कानेमा टाउट हात हात यता सुन्नु न मलाई तपाईँको आइडिया राम्रो लाग्यो पास
मलाई चाहिँ होइन फेरि होइन मलाई चाहिँ यसले भनेको कुरा मनै परेन क्या म यता एलएस ल, मतलब यतै ल अहिले नखोल न मोबाइलमा हेरौँ न त्यो वर्ड चाहिँ फेरि के हो थाहा छैन है त्यो फेरि थम ट्याग के हो क्या भिडियोलाई यसरी देखाऊँ न आफ्नो वर्ड चाहिँ थाहा होस् न त नि अरे त्यो बाँधी हालिदिइहाल्छ नि के थियो थम ट्याग रे थम ट्याग रे क्या के के हो हो थम ट्याग भने खोइ अनि मैले त्यो भएर त बोर्ड भने बोर्ड भनेर सुरुमा फ्ल्याट र त्यसपछि बोर्ड दुइटै नमिला कि यसको यसलाई उयो आयो क्या बोर्ड आयो मलाई टाइगर